एउटा फिक्स बाबा मम्मी मामा ल एउटा भयो सन्तोष मलाई तिमी बढी माया लाग्छ अनि बाबा हजुरले हामी तिनटामा कसलाई माया गर्नुहुन्छ म त बुझ्ला भन्नु पर्यो अनि मम्मी हजुर हामी तिनटामा कसलाई बढी माया गर्नुहुन्छ सर ल एउटा भन्नु होइन ट्याक्कै एउटा भन्नु होइन तिमी तिनजनामा रोज्नु पर्यो भने फेरि मैले छोरो रोज्छु ल अब त तेरि अब यो दुईटामा एउटा रोज भन्न तैँले मलाई रोज्नु कोही रहन्छ न हजुरलाई पनि रोजमा ए तेरि तिनजनामा एउटा भन् कि छिटो भन् कहिले काहीँ बाबाले माया गर्नुहुन्छ कहिले काहीँ मम्मीले गर्नुहुन्छ त्यस्तो भन्ने कुरा होइन कि तँलाई भित्रबाट कसको माया लाग्छ त्यो भन् सबसे धेरै माया तिमीलाई कसको लाग्छ भन त भन्ने झापा भयो ठ्याक्कै भन्दै त हामी हिँड्न लाग्यो छिटो भन अनि हामीले ठ्याक्कै भन सर कसैले मलाई किन छोरालाई रोज्नुहुन्छ भनेर क्वेसन गरेनन् मैले चाहिँ भन्न चाहन्छु मेरो छोरो सबैभन्दा सानो छ अहिले त्यही भएको भएर मैले छोरालाई रोजेको हो भन् छिटो रुकेन सोच्नु त तैँले बाक सोधेर भ्याउनुहोस् कि छिटो भन्नु मैले 5 गर्दा भएन छ नि जब भाइयो 1 2 3 टिक टिक 4 4.5 5 छिटो भन् छोडो जमदार भन है सकिनौ रोज्न सकिन्छ कसैलाई सकिनौ थ्याङ्क यू ल तार थ्याङ्क यू तिमीले तिनजनालाई चाहिँ माया गर्दो रहेछौ भन हो तिनटैलाई माया गर्छौ भन अनि आइज मेरो दिदी तँलाई पनि माया गर्छु नि आइज छोडिदिनु अब त्यो बोतल आऊ कि भयो लिएर हिँड्ने छ दुःख पाइले जाने बेला छोड होइन को नलाग्ने पानी ठिकै छ भाइ आज हामी फुलबारी भिजिट कुरा भएपछि त के